हेलो नमस्ते। के तपाईहरू भोलिको दिनमा भविष्यमा धेरै पैसावाला बन्न चाहनुहुन्छ? यदि धेरै पैसावाला बन्न चाहनुहुन्छ भने तपाईले व्यापार गर्नै पर्छ। यदि तपाईँ व्यापारिक गर्नको लागि या व्यापार गर्नको लागि तपाईँ सोचिराख्नु भएको छ या गरि नै राख्नु भएको छ भने यो भिडियो तपाईको लागि हो। यो यदि तपाईँ 3 मिनेटको भिडियो हेर्नुभयो भने म तपाईलाई 100% भन्न सक्छु कि तपाईको 90% यानी 90% व्यापारमा सफल हुने तपाईको सम्भावना बढिहाल्छ। हो अब तपाईँ साँच्चीकै यदि भन्न चाहनुहुन्छ भने तपाईँ यो भिडियोलाई लाइक र सब्स्क्राइब गरिदिनुहोस् ताकि म तपाईलाई यस्तै इन्फर्मेटिभ भिडियो जब म तपाईलाई युट्युबमा हाल्छु तपाईको माझमा पुग्न सकोस्। हेलो, म सन्तोष यादव। तपाईले के बताउन चाहे भने कि यो दुनियाँमा 90% व्यापार भनेको तपाईको प्रोडक्ट नराम्रो भएर या मार्केटिङ स्ट्राटेजी नराम्रो भएर डुब्दैन। यो तथ्यले बताउँछ 90% व्यापार भनेको फाइनान्शियल मिसम्यानेजमेन्टको कारणले डुब्छ। अब फाइनान्शियल मिसम्यानेजमेन्ट त के हो? यानी वित्तीयको जुन पैसाको हिसाब किताब छ हामीले सही नगर्न जानेको कारणले हाम्रो व्यापार डुब्छ। ठुलठुला आज म तपाईलाई बताउने छु ठुलठुला व्यापारीहरू ठुलठुला व्यापार ग्रुपहरूले अपनाउने दुईटा सिक्रेट रणनीति जुन रणनीति कसैले तपाईहरूलाई बताउँदैन। यो दुईटा रणनीतिको यदि राम्रोसँग तपाईँ बुझिराख्नुभयो भने तपाईको व्यापारमा 90% सक्सेस हुने सम्भावना हुन्छ। तपाईको यो भिडियो एकदम राम्ररी सुन्नुहोला किनभने बिजनेसको दुईटा पिलर हुन्छ। दुईटा नै पिलरमा टिकेको हुन्छ। त दुईटा पिलर मध्ये म दुईटै यो पिलर तपाईहरुलाई बताउँछु। एकदम महत्त्वपूर्ण छ। तपाई यो भिडियोमा अझै 1 मिनेट रोकिदिनुहोस्। रुल नम्बर 1, तपाईले आफ्नो व्यापारमा जुन पैसा हाल्नु भएको छ त्यो फ्री होइन, त्यो गिफ्ट होइन, त्यसको पनि कस्ट हुन्छ। मानौ तपाई बैंकबाट यदि ऋण लिनु भएको छ र त्यो ऋण भनेको 15% को लागि लिनु भएको छ भने तपाईले त्यो पैसाबाट तपाईको व्यापारले 15% भन्दा बढी कमाउनु पर्छ। नत्र भने तपाई घाटामा जान सक्नुहुन्छ तर तपाईको व्यापार डुब्न जान्छ। हो यो पहिलो रुल हो। र दोस्रो रुल सुन्नुहोस् तपाई। दोस्रो रुल भनेको टाइम रुल छ। मानुस तपाईले 15% मा पैसा लिनुभयो, 50% नै कमाउनु भयो। तर यदि तपाईको पैसा 2% 2 वर्षमा आयो भने तपाईको बैंकले त वर्षभरिमा या 3 महिनामा 1 महिनामै तपाईसँग पैसा माग्छ, ब्याज माग्छ। यदि तपाई तिर्न सक्नु भएन भने तपाईको व्यापारको टाँट पल्टिन्छ। त्यही भएर जहिले पनि तिर्नुपर्ने समय भन्दा लिनुपर्ने समय जहिले पनि अगाडि हुनुपर्छ। धन्यवाद। लाइक र सब्स्क्राइब गर्नुहोला।